यस मंगोल नेशनल अर्गनाइजेसन बागमती प्रान्तीय सभाको आयोजनामा सम्पन्न हुन आँटिराखेको संगठनको ऐतिहासिक यस 37औं स्थापना दिवस कार्यक्रमका सभाध्यक्षज्यू, कार्यक्रममा रहनुभएका कार्यक्रमका विशिष्ट अतिथि, विशेष अतिथि, अन्य अतिथि साथीहरू, ऐतिहासिक 37औं स्थापना दिवस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न पार्नको निमित्त तपाईहरुको आफ्नो व्यस्त समयको बावजुद पनि यहाँसम्म उपस्थित हुनुभएका तपाई सम्पूर्ण महानुभावहरुमा मेरो एकमुष्ट यहाँहरु सबैमा न्यानो क्रान्तिकारी सल्युट टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। जय मंगोल। पक्कै पनि हामी यति बेला एउटा ऐतिहासिक दिनमा उभिराखेका छौं र समयले लेदो पनि काट्न आँटिसकेको छ। तपाईहरु बिहानदेखिबाट बहुत धैर्य धारण गरेर यस कार्यक्रम स्थलमा बसिदिनु भएको छ। यसको निमित्त यहाँहरु सबैलाई मेरो व्यक्तिगत तर्फबाट र संगठनको तर्फबाट विशेष आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। किनभने हाम्रा मानिसहरूले भाषणको कुरा, मन्तव्यको कुरा, देश बनाउने कुराहरू हिजोको दिनमा सुन्न सक्दैन थिए, चासो पनि हुँदैन थियो, चिन्ता पनि हुँदैन थियो, आवश्यकता महसुस पनि हुँदैन थियो। तर तपाईहरुको बिहानदेखिको यति बेलासम्मको यो व्यग्र प्रतीक्षालाई हेर्दाखेरि अब हाम्रा मानिसहरूमा पनि राजनैतिक चेतना आउन थालेको, राजनैतिक चेतनाले भरिपूर्ण हुन थालेको एउटा लक्षणको रूपमा तपाईहरुको धैर्यताले प्रमाणित गरेको छ। यस कारणले गर्दाखेरि म तपाई समस्त यहाँ रहनुभएका सम्पूर्ण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई अन्तर हृदयबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो किन चाहन्छु त भन्दाखेरि मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले आजको यो दिन ल्याउनको निमित्त उहाँले आफ्नो जीवनको सारा कुराहरू हाम्रो निमित्त समर्पण गरिदिएर जानु भएको छ। भद्रकोट जेलभित्र 3 वर्ष कालो कोठरीभित्र बसेर 5 वर्ष भूमिगत जीवन जिएर र जिन्दगीभर कैयन किसिमका भुक्तमान र धाकधम्कीहरू सहेर तपाई हाम्रो आजको यो परिस्थिति ल्याउनको निमित्त उहाँले आफ्नो सम्पूर्ण जीवन समर्पण गरेर उहाँ यो संसारबाट बिदा लिएर जानु भएको छ। यस कारणले गर्दाखेरि पनि तपाईहरुको यो भव्य उपस्थिति सँगसँगै तपाईहरुको यो व्यग्र प्रतीक्षाप्रति म यहाँलाई सल्युट गर्दै एकचोटि धन्यवाद व्यक्त गर्न चाहन्छु। भने अघि प्रमुखका साथीहरूले सम्बोधनको क्रममा जोडिराख्नु भएको थियो कि नेपालको वृहत नेपाली नागरिकहरूमा राजनैतिक रूपबाट चेतना भरिदिनको निमित्त यस संगठनका संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले सुरु गर्नुभएको त्यो सङ्घर्ष सजिलो सङ्घर्ष थिएन। हेर्नुहोस्, यो भित्र तपाईहरु कति धेरै जनाले गहिरेर अध्ययन गर्नुभएको छ, कति जनाले बुझ्न सक्ने हुनुभएको छ। त्यस सन्दर्भमा कुरा गर्ने क्रममा महामानव डाक्टर गोपाल गुरुङज्यूले नेपालको वृहत नेपाली नागरिकहरूलाई आफ्नै मुलुकमा अधिकार सम्पन्न बनाउने संकल्प सहित 1 जनवरी 1989 को दिनमा यो मंगोल नेशनल अर्गनाइजेसन र खुकुरी तारा अंकित झण्डा जन्माएर बाहिर निस्किसक्नु भए पछाडि 18 वर्षसम्म उहाँले चरम सङ्घर्ष बिहोर्नु परेको थियो। त्यो चुनौतीपूर्ण घडीमा 18 वर्षसम्म कहिले पनि विचलित नभइकन त्यो ऐतिहासिक चरम सङ्घर्षको चरण पार गर्दै 2064 साल माघ 15 गते मंगोल नेशनल अर्गनाइजेसनले नेपालको तात्कालिक संविधान अनुसार निर्वाचन आयोगबाट दल दर्ता प्राप्त गर्न सफल भएको थियो। 2064 साल माघ 15 गते संगठनले निर्वाचन आयोगबाट दल दर्ता प्राप्त गरिसके पछाडि फेरि यो संगठनले 64 सालबाट निरन्तर 18 वर्षसम्म यो मुलुकमा संक्रमणकालीन अवस्था यो संगठनले झेल्नु पर्यो। यो प्राकृतिक सिद्धान्तको हिसाबले विश्वभरि आइराखेको परिवर्तनको हिसाबले पनि 18 वर्षको चरम संघर्षपूर्ण यात्रा, 18 वर्षको चरम संक्रमणकालीन अवस्था पार गर्दै आज 36 वसन्तहरू पार गर्दै मंगोल नेशनल अर्गनाइजेसन 37औं वर्षमा प्रवेश गर्दै आफ्नो विजय यात्रालाई प्रारम्भ गर्नपट्टि लागेको छ। यस कारणले गर्दाखेरि म तपाई तमाम उपस्थित आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई तपाईहरु आफ्ना यथास्थानबाट एकछिन उभिएर मलाई साथ दिनुहुनको निमित्त म अनुरोध गर्न चाहन्छु। तपाई जहाँ बस्नु भएको छ त्यहीबाट उभिएर हामीले आज एउटा सामूहिक संकल्प गर्नुपर्ने बेला भएको छ, एउटा सामूहिक परिकल्पना गर्नुपर्ने बेला भएको छ। हामी अब एउटा वज्र जस्तै बनेर यो संसार
यो माटो, यो प्रकृति, यो भूमि, यो धरती फर्किने गरी यहाँको आकाश फुरिने गरेर अब हामीले चिच्याउनु पर्ने बेला भएको छ, भन्नु पर्ने बेला भएको छ, बताउनु पर्ने बेला भएको छ। यो किन पनि बेला भएको छ भन्दा अब विश्वभरिका मूलवासीहरूले आफ्नो देशमा अधिकारको निमित्त आवाज उठाएर संघर्षको यात्राबाट आउने भावी सन्ततिहरूको उज्जवल र सुनिश्चित भविष्यको निमित्त अब विश्वभरि नै साम्राज्यवादी नीतिले फेल खाँदै उदारवादी नीतिको सुरुवातको निमित्त आज विश्वभरि त्यो परिवर्तनहरू देखा पर्न थालेको छ। यस कारणले गर्दाखेरि पनि म आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म साथ दिनु हुनुको निमित्त अनुरोध गर्न चाहन्छु। म तपाईँहरूको बिचमा मङ्गोल नेसनल अर्गनाइजेसन भन्ने छु, तपाईँहरूले जिन्दाबाद भनिदिनु होला। त्यसै गरी म महामानव डाक्टर गोपाल गुरुङ भन्ने छु, तपाईँहरूले अमर रहून् भनिदिनु होला। त्यसै गरी म भोट केमा भन्ने छु, तपाईँहरूले भालेमा भनिदिनु होला। र म अब सुरु गर्न चाहन्छु। मङ्गोल नेसनल अर्गनाइजेसन, मङ्गोल नेसनल अर्गनाइजेसन, मङ्गोल नेसनल अर्गनाइजेसन, महामानव डाक्टर गोपाल गुरुङ, महामानव डाक्टर गोपाल गुरुङ, महामानव डाक्टर गोपाल गुरुङ। भोट केमा, भोट केमा, भोट केमा, जय मङ्गोल। यहाँहरू सबैलाई धन्यवाद व्यक्त गर्दै आफ्नो यथास्थानमा केही समय रहिदिनु हुनको निमित्त म अनुरोध गर्न चाहन्छु। र अबको समय भनेको यो देशमा मङ्गोल समुदायको मानिसलाई राष्ट्रपति प्रधानमन्त्री बन्ने एउटा ऐतिहासिक अवसरको बाटो खुलेको छ देशमा। अब तपाईहरूले अहिलेको देशको राजनीतिलाई गहिरिएर अध्ययन गर्न सक्नुभयो भने अथवा मङ्गोल नेसनल अर्गनाइजेसनको नेतृत्व पंक्तिहरूबाट आएको कुरालाई तपाईँले गहिरिएर विश्लेषण गर्न सक्नुभयो भने पनि मङ्गोल समुदायको मान्छेलाई अब देशमा राष्ट्रपति प्रधानमन्त्री बन्नबाट अब कुनै पनि शक्तिले छेक्न सक्दैन। हेर्नुहोस्, यो किन सक्दैन भन्दा यो संगठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले जुन कुरा संकल्प गर्नुभयो त्यसलाई कार्यान्वयन पनि गर्नुभयो। जुन कुरा भाषण मन्तव्यबाट बोल्नुभयो त्यो कुरा फिल्डमा काम पनि गर्न देखाउनु भयो। यस कारणले गर्दाखेरि अब नेपालमा मङ्गोल समुदायको मान्छेलाई यो देशमा राष्ट्रपति प्रधानमन्त्री बन्नबाट रोक्न सक्ने अब कुनै पनि शक्ति छैन। हेर्नुहोस्, देशमा अब एउटा ऐतिहासिक एउटा अवसरको बाटो खुलेको छ। तपाईले अनेक वर्ष अगाडिको इतिहासलाई फर्केर हेर्नुहोस् त, हाम्रो छिमेकी देश भारतमा जहाँ साम्राज्यवादी शक्तिले भारतका वृहत भारतीय जनताहरूलाई आफ्नो खुट्टा मुनि कुल्चेर राख्ने काम गरेका थिए। घोडा चढ्ने बेलामा घोडाको नजिक भारतीय जनता सुतिदिनु पर्थ्यो। भारतीय जनताको ढाडमाथि टेकेर घोडा चढ्ने गोरा साम्राज्यवादी अंग्रेजहरू जति बेला उसले विश्वमा एउटा नारा लगाउँथ्यो कि ब्रिटिश साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन भनेर नारा दिने गोरा साम्राज्यवादी शक्तिले भारत छोडेर भाग्नु पर्यो। भारतमा उसले जुन किसिमको शासन सुरु गरेको थियो, भारतीय जनतामा राजनैतिक चेतनाहरू बढ्न थालिसकेपछि, साम्राज्यवादी शक्तिको सत्ता डगमगाउन पुगेपछि साम्राज्यवादी शक्तिहरूले भारतमा वृहत भारतीय जनताहरूलाई एक अर्कामा लडाएर भिडाएर साम्राज्यवादी शक्तिको विरुद्धमा एकट्ठा हुन नसकोस् भनेर वर्तमान भारतमा विभिन्न जातिको नाममा, विभिन्न धर्मको नाममा पार्टी खोलिदिने काम गरेका थिए। हिन्दूहरूको निमित्त विश्व हिन्दू परिषद, मुसलमानहरूको निमित्त मुस्लिम लीग जस्ता धार्मिक पार्टीहरू खोलेर भारतीय जनताहरूमा फुटाउको नीति अवलम्बन गर्ने काम गरेका थिए। तर वृहत भारतीय नागरिकहरूमा हाम्रो साझा शत्रु भनेको
मुसलमानको शत्रु हिन्दू हो कि हिन्दूको शत्रु मुसलमान हो कि भन्ने त्यहाँनिर कन्फ्युजन थिएन। हेर्नुहोस्, बृहत भारतीय नागरिकहरूले हाम्रो साझा शत्रु भनेको मुसलमानको शत्रु हिन्दू पनि होइन, हिन्दूको शत्रु मुसलमान पनि होइन। हाम्रो साझा शत्रु भनेको यो गोरा अंग्रेजहरू हाम्रो साझा शत्रु हो भन्ने कुरा बुझेको कारणले बृहत भारतीय जनताहरू शिरमा कफन बाँधेर ब्रिटिश साम्राज्यवादको विरुद्धमा, साझा शत्रुको विरुद्धमा एककट्ठा भएर लडाईँ लडे पछाडि साम्राज्यवादी शक्तिले भारत छाडेर भाग्नु परेको थियो। हेर्नुहोस्, आज नेपालमा परिस्थिति त्यस्तै छ। हेर्नुहोस्, यो देशको बृहत नागरिकहरूको नागरिक सर्वोच्चतामाथि अंकुश लगाउने तिनै साम्राज्यवादी शक्तिहरूको विरुद्धमा, तिनै तानाशाही नेतृत्वहरूको विरुद्धमा मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङले एउटा ऐतिहासिक संघर्षको संकल्प गरेर अगाडि बढ्नु भएको थियो। अगाडि बढ्दै जाने क्रममा उहाँको जीवनदेखि लिएर मंगोल नेशनल अर्गनाइजेसनको स्थापना कालदेखि आज पर्यन्त विभिन्न किसिमका षड्यन्त्रहरू देशमा बोलिन्छ। साम्राज्यवादी शक्तिको सत्ता डगमगाउन पुगे पछाडि मंगोल नेशनल अर्गनाइजेसनलाई रोक्नको निमित्त नेपालमा पनि हतियारको रूपमा माओवादी पार्टीलाई जन्म दिने काम गरेका थिए शासकहरूले। 2064 सालको संविधान सभाको निर्वाचनमा भरपूर मात्रामा मंगोल नेशनल अर्गनाइजेसनलाई रोकेर साम्राज्यवादी शक्तिहरूको उद्देश्य पूरा भए तापनि अन्तत्वगत 2070 सालमा आएर उक्त साम्राज्यवादी शक्तिले प्रयोगमा ल्याएको हतियार बुद्धे साबित भएर माओवादी आज विलय भएको छ। देशमा हिजो साम्राज्यवादी शक्तिले तिखारेको त्यो शक्ति समेत आज बुद्धे हतियारमा परिणत भयो भने आज देशमा देखा परेका मसिना 12 बुरे शक्तिहरू मंगोल नेशनल अर्गनाइजेसनको निमित्त यो चुनौती होइन, यो हाम्रो निमित्त अगाडि बढ्नको निमित्त प्रेरणा दिने एउटा तत्त्वको रूपमा हामीले ग्रहण गरेका छौँ। हामी अब सजग चाहिँ हुनुपर्ने बेला आएको छ। हेर्नुहोस्, साम्राज्यवादी शक्तिले फ्याँकेको जालमा तपाईँ हामी जोगिनुपर्छ। किन जोगिनुपर्छ भन्दा आज कोइलीको भाकामा नक्कली कोइलीहरू गीत गाउँदै आउँदैछन्। आज नक्कली मयूरहरू तपाईँ हाम्रो बस्तीमा मयूरको नाच देखाउँदै आउँदैछन्। तपाईहरू सबैजनालाई म सावधान रहनको निमित्त म अनुरोध गर्न चाहन्छु। अब देश एउटा यस्तो कित्तामा आइपुगेको छ कि यो देशमा अब कुनै पनि वादको लडाईँ होइन। नेपालको बृहत नेपाली नागरिकहरूलाई अधिकार सम्पन्न बनाउनको निमित्त लोकतन्त्र, फेरि पनि बहुसंख्यक नागरिकलाई पैताला मुनि पिसेर अल्पसंख्यक मान्छेहरू शासक बन्नको निमित्त तानाशाही व्यवस्था। अब यो मुलुकमा दुईवटा कित्ता स्पष्ट रूपमा देखा परेको छ। एउटा तानाशाही व्यवस्थातिर फर्किने कि अथवा लोकतन्त्रलाई संस्थागत गरेर जाने भन्ने दुईवटा बाटो देखा परेको छ। यो देशमा खाँटी लोकतन्त्र, खाँटी धर्मनिरपेक्ष र खाँटी प्रान्तीयता संस्थागत हुनको निमित्त मंगोल नेशनल अर्गनाइजेसनको उपस्थिति संसदमा अपरिहार्य भइसकेको अवस्था छ। हेर्नुहोस्, अब यति बेला हामी लोकतन्त्रलाई समर्थन गरेर जाने कि लोकतन्त्रलाई अन्त्य गरेर जाने भन्ने हाम्रो अगाडि दुईवटा विकल्पहरू देखा परेका छन्। लोकतन्त्र संस्थागत गरेर जाने हो भने एमएनओलाई साथ चाहिएको छ, होइन लोकतन्त्र चाहिँदैन, हामी ढुङ्गे युगतिरै फर्किन्छौँ, जंगली युगतिरै फर्किन्छौँ भन्ने हो भने तानाशाही शासकहरू अगाडि आउँछन्। के तपाईहरू जंगली युगमा फर्किन तयार हुनुहुन्छ? के तपाईहरू ढुङ्गे युगमा फर्किन तयार हुनुहुन्छ? के तपाईहरू यो देशमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने फागुन 21 गते तपाईहरूको मतको कुराको भालेमा आउनु जरुरी छ। अब यी नक्कली मयूर र नक्कली कोइलीहरूले विभिन्न किसिमका प्रलोभनहरू देखाउँदै आउँछन्। लोभ लालचका कुराहरू आउँछन्, डर धम्कीका कुराहरू पनि आउँछन्। त्यहाँनिर के उनीहरूले धम्क्याउँदाखेरि तपाईँ हामी वीर गोर्खाली मंगोलको सन्तान हामी डराउँछौँ?
हामी दर्शेरुवा वीर गोर्खाली बन्ने हो होइन भने मङ्गोल नेसनल अर्गनाइजेसनलाई इमानदारीपूर्वक अब तपाईँ हामीले साथ दिनुपर्ने बेला आएको छ। हामी त्यसरी अगाडि बढ्न सकिसकेपछि मात्रै बल्ल यो देशले न्याय पाउन थाल्नेछ। मङ्गोल नेसनल अर्गनाइजेसनले र यो संगठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले यो देशलाई आजको स्थितिसम्म आइपुग्नको लागि मात्रै होइन, अब आगामी दिनमा यो देशलाई कहाँ पुर्याउने भनेर स्पष्ट भिजन सहित यो संगठन यहाँसम्म आइपुगेको छ। यस सन्दर्भमा मङ्गोल नेसनल अर्गनाइजेसनले यो देशको ऐतिहासिक पात्रहरूलाई न्याय दिने कुरा, यो संगठनभित्रै रहेर सङ्घर्ष गर्ने व्यक्तिहरूलाई न्याय दिने कुरामा यो संगठन चुकेको छैन। यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले आजसम्म एउटा सिट चुनाव नजिते तापनि आज मङ्गोल नेसनल अर्गनाइजेसन 36-37 वर्ष पछाडि पनि यसरी फैलेर अगाडि बढ्न सफल भएको छ। हामीले भनेका थियौँ न्याय दिन्छौँ, यो संगठनलाई अभावको समयमा साथ दिनुहुने इलाम जिल्ला निवासी हाम्रो अग्रज आदरणीय व्यक्तित्वहरू मानबहादुर राई सिंगापुरे, वीरेन लामा गुरुङ, जसले यो संगठनलाई जडैबाट निमिट्यान्न पार्ने गरेर 62-63 सालतिर माओवादी नामको हतियार एमएनओमाथि प्रयोग हुँदै गर्दाखेरि मैदानमा उत्रिएर अभावको समयमा लोभ लालचमा नफसिकन, पद पैसामा नफसिकन निस्वार्थ भावनाले यो संगठनमा अगाडि बढ्नु भएको कारणले गर्दाखेरि उहाँहरूलाई हामीले न्याय दिन्छौँ भनेर घोषणा गरेका थियौँ। हामीले मानबहादुर राई सिंगापुरेको शालिग निर्माण गर्यौं कि गरेनौं? हामीले मानबहादुर राईलाई न्याय दियौं कि दिएनौं? हामीले वीरेन लामा गुरुङलाई न्याय दियौं कि दिएनौं? यस सँगसँगै संगठनका अग्रज व्यक्तित्वहरू दोलखा जिल्ला निवासी जलन्धर पाक्रिङ आज यस स्टेजमा तपाईहरुको सामु उपस्थित हुनुहुन्छ। झापा जिल्ला निवासी दिलीप हिमाल आजको कार्यक्रमको विशिष्ट अतिथिज्यू, उहाँ पनि यही मञ्चमा हुनुहुन्छ। महामानव डाक्टर गोपाल गुरुङज्यूलाई आफ्नो युवा अवस्थाको सम्पूर्ण कुरा त्यागेर महामानव डाक्टर गोपाल गुरुङ र एमएनओलाई सहयोग गर्न आउनु भएको कारणले गर्दाखेरि उहाँहरूको अहिलेको आवश्यकतालाई महसुस गर्दै जलन्धर पाक्रिङ, दिलीप हिमाल, त्यसैगरी इलाम जिल्ला निवासी ऐतिहासिक हाम्रो मंगोल गायक प्रीति मुखियाको निमित्त हामीले आवास निर्माण गरेर हस्तान्तरण गर्यौं कि गरेनौं? गर्यौं। हामीले न्याय दियौं कि दिएनौं उहाँहरूलाई? अब एवं रीतले उहाँहरूलाई जस्तै हामी नेपालको बृहत नेपाली नागरिकहरूलाई आवासमा बस्न पाउने बनाउने कि नबनाउने? मंगोल नेसनल अर्गनाइजेसनले बनाउँछ कि बनाउँदैन? बनाउँछ भन्ने कुरा हामीले हाम्रो अग्रजहरूको आवास निर्माण गरेर हस्तान्तरण गरेको यो अभियानले प्रमाणित गरिसकेको छ। हामीले यो देशलाई लोकतान्त्रिक गणतन्त्रको रूपमा रूपान्तरण गर्नको निमित्त महामानव डाक्टर गोपाल गुरुङज्यूले सुरु गर्नुभएको त्यो ऐतिहासिक यात्राको क्रममा यो देशलाई लोकतान्त्रिक गणतन्त्रको रूपमा रूपान्तरण गर्ने क्रममा उहाँले पाउनुभएको शास्ति, उहाँले हासिल गर्नुभएको उपलब्धि, यो सबै कुराहरूलाई दस्तावेजीकरण गरेर त्यसलाई बचाएर आउने भावी सन्ततिको हातमा प्रमाण थमाउनको निमित्त भनेर झापाको मेचीनगरमा मंगोल रिसर्च सेन्टर भवन निर्माण गर्यौं कि गरेनौं? हामीले यो देशको राज्यको ढिकुटीबाट बनाएको हो त्यो? तपाईं हाम्रो रगत र पसिनाबाट हामीले त्यो ऐतिहासिक भवन निर्माण गर्न सफल भयौं। हामीले झापामा मंगोल पार्क बनायौं, महामानव डाक्टर गोपाल गुरुङज्यूको प्रतिमा बनायौं, सँगसँगै इलाममा मंगोल म्युजियम सन्दकपुर इलामको भवन पनि निर्माण गर्यौं। यो त भयो राष्ट्रिय स्तरको अभियानहरू, जुन कुरा हामी सत्ता र शक्तिमा नपुगिकन हामी गर्न सक्ने थियौं त्यो कुरा हामीले सम्पन्न गर्यौं र प्रमाणित गरेर देखायौं। अब हामीले गर्नुपर्ने हाम्रो अगाडिको अन्तर्राष्ट्रिय कामहरू छ। यसको निमित्त तपाई तमाम लोकतन्त्रवादी आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको साथ र सहयोगको आवश्यकता छ। त्यसले मात्रै हामी त्यो काम पूरा गर्न सक्छौं। यो सक्छौं भन्ने कुरा हाम्रो छिमेकी मुलुक चीनको कुरा गरौं, एसियामै रहेको जापान कोरियाको कुरा गरौं। चीन, जापान र कोरिया त्यो तीनैवटा देशमा हामी जस्तै मंगोलहरूको नेतृत्वमा त्यो देश छ। यति छोटो समय 50-60 वर्षको समय अवधि भित्र नै चीन, जापान र कोरिया
आज संसारको प्रसिद्ध देशको रूपमा विकसित हुन पुग्यो कि पुगेन? अहिले हाम्रो निमित्त हेरौँ त, पहिला पहिला हाम्रो गाउँघरमा कस्तो हुन्थ्यो? एसएलसी पास गर्यो रे फलानुको छोराले भन्दा छुट्टै किसिमको खुसियाली घर परिवार समाजमा आउँथ्यो कि आउँदैन थियो? अहिले तपाईको छोराले तपाईको छोरीले एसई +2 पास गरेकोमा खुसी हुन्छ? खुसी आउँछ आउँदैन? अहिले के पास गर्दा खुसी आउँछ भन्दा तपाईको छोरा छोरीले इपिएस अथवा कोरियन भाषा पास गर्यो भने खुसी हुन्छ। अहिले देश बनाउनको निमित्त विद्यालय खुल्नु पर्ने देशमा आज देशभित्र उत्पादन भएका युवा शक्तिहरूलाई विदेशमा बेच्ने थलोहरू यो मुलुकमा खोलिँदै गएका छन्। यसकारणले गर्दाखेरि हाम्रा मान्छेहरू अहिले कोरिया जानु चाहिँ सपनाको संसार हुन्छ। कोरिया जानु, त्यो कोरिया भन्ने देश तपाईँ हामी जस्तै मंगोलहरूले चलाएको देश हो। जापान तपाईँ हामी जस्तै मंगोलहरूले चलाएको देश हो। चीन पनि तपाईँ हामी जस्तै मंगोलहरूले चलाएको देश हो। आज मंगोलहरूले चलाएको चीन, जापान र कोरिया यति छोटो समय आजभन्दा 50-60 वर्ष अगाडि चीन, जापान, कोरियामा र तपाईँ हाम्रो देशमा जे समस्या छ सबै एकै थियो। हेर्नुहोस्, 40-50 वर्षमा त्यो देश कहाँबाट कहाँ पुग्यो, हामी कहाँबाट कहाँ छौँ। यो किन यस्तो भयो भन्दाखेरि यो देशको नीति निर्माण गर्ने ठाउँमा पुग्ने शासकहरूले नेपालको वृहत नेपाली नागरिकहरूलाई ध्यानमा राखेर नीति निर्माण गर्दैनन्। हेर्नुहोस्, अल्पसंख्यक मान्छेहरूलाई ध्यानमा राखेर नीति निर्माण गर्ने भएको कारणले गर्दाखेरि आज देश विकास हुन सकेको छैन। यसकारणले नेपाल विकास हुनको निमित्त अबको अपरिहार्य आवश्यकता, अब विकल्प छैन। हेर्नुहोस्, अब प्राथमिकतामा मंगोल नस्लको नेतृत्व र मंगोल नेशनल अर्गनाइजेसनको नेतृत्वको यो देशलाई खाँचो छ। हामी आज देशमा मंगोल नेतृत्व र एमएनओको संस्कार सिद्धान्तबाट यो देश अगाडि बढ्यो भने यो मुलुकमा रहेका समग्र जनताहरूले सुख शान्ति पाउन सक्छन् भन्ने हिसाबले हामी संघर्षको मैदानमा छौँ। त्यसको निमित्त हामीले घोषणापत्रबाट भनेका छौँ कि हाम्रो मान्छेहरूलाई पनि अब डाक्टर, इन्जिनियर, पाइलट बनाउनु पर्छ भनेर भनेका छौँ। मंगोल समुदायको मान्छे पनि डाक्टर, इन्जिनियर, पाइलट बनाएर लिएर जानुपर्छ भनेका छौँ। तर आज देशको अवस्था कस्तो छ? स्कुलमा पढ्न जान चाहिँ वञ्चित गर्ने अनि यिनीहरूले पढ्दैन भन्ने परिस्थिति मुलुकमा छ। हेर्नुहोस्, हामी जस्तै मान्छेहरूले अवसर पाए भने बन्न सक्छन्। यसको निमित्त मंगोल नेशनल अर्गनाइजेसनले आफ्नो घोषणापत्रभित्र नै नेपालमा अब एउटा मंगोल मन्त्रालय राखिनुपर्छ भनेर हामीले घोषणापत्रमा लेखेका छौँ। के राखिनुपर्छ भनेर? मंगोल मन्त्रालय। जबकि देशमा मंगोल मन्त्रालय भइसके पछाडि त्यो मन्त्रालयले नेपालको मंगोल समुदायको मान्छेहरूलाई पनि डाक्टर, इन्जिनियर, पाइलट, राजदूत, सिडिओ बन्ने अवसरहरू प्रदान गर्ने काम गर्छ। के तपाईँ हामी हाम्रो आउने भावी सन्ततिलाई यो मुलुकमा डाक्टर, इन्जिनियर, पाइलट भएको हेर्न चाहनुहुन्छ? के तपाईहरू मंगोल समुदायको मान्छेहरू यो देशमा राजदूत, सिडिओ भएको हेर्न चाहनुहुन्छ भने आउने फागुन 21 गतेको निर्वाचनमा चुनाव चिन्ह कुखुराको भालेमा मत हाल्नुपर्ने हुन्छ। हेर्नुहोस्, तब मात्रै त्यो काम हुन्छ। सँगसँगै यो देशको तानाशाही व्यवस्थाको विरुद्धमा पश्चिमबाट लखन थापा मगरले एउटा ऐतिहासिक संघर्षको सुरुवात गर्नुभएको थियो। तपाईहरूको यो दमन शोषण हामी सहदैनौँ, हामीलाई पनि बराबरीको अधिकार चाहिन्छ भनेर लखन थापा मगरले आवाज उठाउँदा उहाँलाई ललिपप देखाउने काम भएको थियो। तर लखन थापा मगरले म खान नपाएर अधिकार चाहियो भनेको होइन, हामी पनि तपाईँ जस्तै मान्छे भएर जन्मेको कारणले मलाई पनि अधिकार चाहियो भनेर मागेको हुँ, तपाईँले दिएको कुरा मलाई चाहिँदैन भनेर लखन थापा मगरले त्यति बेलाका तत्कालीन तानाशाही शासकहरूको अफरलाई अस्वीकार गर्नु भए पछाडि लखन थापा मगरलाई झुन्ड्याएर मार्ने काम गरेका थिए शासकहरूले। आज तपाईले अस्तिको आन्दोलनतिर कताकति देख्नुभयो, पोखरामा एउटा चोक छ जहाँनिर लखन थापा मगरको शालिग राखिएको थियो। त्यसलाई विवादमा ल्याउनको निमित्त विभिन्न समयमा
साम्राज्यवादी शक्तिका ठेकेदारहरूको मूर्ति पनि त्यहाँनिर राख्ने काम गरेका थिए शासकहरूले। त्यही अनुसारको वातावरण तयार गरिदिने काम गरेका थिए। त उक्त ठाउँमा आजभन्दा केही महिना अगाडि भएको आन्दोलनमा समेत लखन थापा मगरको शालिगलाई त्यहाँबाट चाहिँ हटाएर घिसार्दै बजार परिक्रमा गरेर खाडलमा लगेर फ्याँक्ने काम गरेका छौँ देशका शासकहरू। अब हामीले लखन थापा मगरलाई न्याय दिनुपर्ने बेला भएको छ, किनकि उसले तानाशाही शासकहरूको कदमको विरुद्धमा संघर्ष गर्दाखेरि झुन्डिएर मारिनु परेको थियो। त्यसको निमित्त हामीले पश्चिममा लखन थापा मगरको नाममा एउटा विश्वविद्यालय स्थापना गर्नुपर्छ भनेर हामीले हाम्रो घोषणापत्रमा उल्लेख गरेका छौँ। अब हामी लखन थापा मगरको नाममा विश्वविद्यालय बनाउने कि नबनाउने? बनाउने हो भने चुनाव चिन्ह कुखुराको भालेमा मत हाल्नुपर्ने हुन्छ। त्यसैगरी पूर्वमा श्रीजंगा हाङ थेबे अथवा श्रीजंगा हाङ लिम्बू, उहाँले त्यो समयमा नै हाम्रा मानिसहरूलाई पनि शिक्षा दीक्षामा अगाडि बढाउनु पर्छ, चेतना दिनुपर्छ, शिक्षामा विभेद गर्न पाइँदैन भनेर आवाज उठाएको कारणले गर्दाखेरि श्रीजंगा हाङ थेबेलाई पनि बाँधेर धनुकाँडको तीरले हानेर श्रीजंगा हाङ थेबेलाई पनि मारेका थिए देशका शासकहरूले। यस कारणले श्रीजंगा हाङ थेबेलाई न्याय दिनको निमित्त हामीले पूर्वमा श्रीजंगा थेबेको नाममा एउटा विश्वविद्यालय स्थापना गर्नुपर्छ भनेर हामीले हाम्रो घोषणापत्रमा राखेका छौँ। श्रीजंगा हाङ थेबेको नाममा विश्वविद्यालय बनाउने कि नबनाउने? बनाउने हो भने पनि चुनाव चिन्ह केमा भोट हाल्नुपर्छ? भालेमा भोट हाल्नुपर्छ। यसैगरी पूर्वको रिदामा हाङ राई र रामली हाङ राई, जसले हाम्रो पुर्खाको कत्ले आम गरेर कथित दशैंको परिकल्पना गरिएको छ। यस कारणले गर्दाखेरि म मेरो पुर्खा मरेको दिनमा, म मेरो बुवा बितेको दिनमा, म मेरो बाजे बितेको दिनमा रातो टीका लगाएर उत्सव मनाउन सक्दिन। म कालो टीका लगाएर शोक मनाउँछु भन्दा रिदामा हाङ राई र रामली हाङ राईलाई धनकुटामा उहाँहरू दुईजनालाई पनि झुन्ड्याएर मार्ने काम गरेका थिए देशका शासकहरूले। अब हामीले हाम्रो घोषणापत्रमा उल्लेख गरेका छौँ, पूर्वमा रिदामा हाङ राई र रामली हाङ राईको नाममा संग्रहालय र पुस्तकालय खोल्नुपर्छ भनेर हामीले घोषणा गरेका छौँ। खोल्नुपर्छ कि पर्दैन? पर्छ भने त्यसको निमित्त पनि चुनाव चिन्ह कुखुराको भालेमा नै भोट हाल्नुपर्छ। त्यसैगरी हामीले पश्चिममा सुखदेव गुरुङ र श्रीपति गुरुङ, उहाँहरूले पनि देशका तानाशाही शासकहरूको चरम दमनको विरुद्धमा आवाज उठाउँदाखेरि सुखदेव गुरुङ र श्रीपति गुरुङलाई पनि देशका तानाशाही शासकहरूले मारेका थिए। त सुखदेव गुरुङ र श्रीपति गुरुङलाई पनि जीवन्त तुल्याउनको निमित्त उहाँहरूको नाममा पश्चिममा पुस्तकालय र संग्रहालय खोलेर जाने भनेर हामीले हाम्रो घोषणापत्रमा लिएर आएका छौँ। के पश्चिममा सुखदेव गुरुङ र श्रीपति गुरुङको नाममा संग्रहालय र पुस्तकालय बनाउने कि नबनाउने? बनाउन आवश्यक छ कि छैन? छ भने चुनाव चिन्ह कुखुराको भालेमा मत हाल्नुपर्ने हुन्छ तपाईहरूले। त्यसैगरी हामीले विश्वभरि प्रसिद्ध यो संसारलाई समानता, स्वतन्त्रता र भातृत्वको एउटा ऐतिहासिक दर्शन दिने महान व्यक्ति महामानव सिद्धार्थ बुद्ध, जसलाई आज विश्वले दर्शनको प्रतिपादकको रूपमा र कति मानिसहरूले भगवानको रूपमा पनि उहाँलाई लिने गरिराखेको अवस्था छ। त महामानव सिद्धार्थ बुद्ध, जसले यो समाजमा समानता, स्वतन्त्रता र भातृत्वको दर्शनले मात्रै यो विश्वभरि रहेका मानिसहरूलाई सधैँभरि समतामूलक समाजमा बाँच्न सक्ने परिस्थिति बनाउन सकिन्छ भनेर एउटा ऐतिहासिक दर्शन छाडेर जानुभएको छ। आज महामानव सिद्धार्थ बुद्ध जन्मेकै देशमा आज बुद्धको ज्ञानको खरेडी जागिसकेको अवस्था छ। हेर्नु, हामीले यही कुरालाई मूल्याङ्कन गरेर महामानव सिद्धार्थ बुद्धको न्यायको निमित्त, बुद्ध धर्मको अध्ययनको निमित्त, बौद्ध दर्शनको अध्ययनको निमित्त लुम्बिनीमा एउटा अन्तर्राष्ट्रिय स्तरको लुम्बिनीमा
बौद्ध विश्वविद्यालय स्थापना गर्नुपर्छ भनेर हामीले हाम्रो घोषणापत्रमा उल्लेख गरेका छौँ। के लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध विश्वविद्यालय आवश्यक छ कि छैन? बनाउनु पर्छ कि पर्दैन? बनाउनु पर्छ भने आगामी फागुन 21 गते चुनाव चिन्ह कुखुराको भालेमा तपाईहरुले मतदान गरिदिनु भयो भने मात्रै बल्ल हामी यो अन्तर्राष्ट्रिय स्तरको कामहरू गर्न सक्छौँ। हामीले आजसम्म राष्ट्रिय स्तरमा जनताको मतले हामी निर्वाचित भएर संसद भवन नपुगे तापनि गर्न सक्ने हामीले ऐतिहासिक कामहरू गरेर आएका छौँ। त यति बेला यो मुलुक यो ठाउँमा उभिँदै गर्दाखेरि म तपाईँ तमाम उपस्थित आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू यहाँहरू सबैलाई आह्वान गरेर फेरि पनि म भन्न चाहन्छु, अहिले तपाईँ हाम्रो गाउँ गाउँमा तपाईँ हाम्रो बस्ती बस्तीमा आउँदै गरेको नक्कली कोइली र नक्कली मयूरबाट तपाईँ हामी सबैजना जोगिन आवश्यक छ। यो साम्राज्यवादी शक्तिहरूको यो अन्तिम हतियार हो। यदि भारतमा पनि साम्राज्यवादी शक्तिले मुस्लिम लीग, विश्व हिन्दू परिषद जस्ता धार्मिक र जातिगत पार्टीहरू खोल्दै गर्दाखेरि त्यही पार्टीको पछाडि भारतीय जनताहरू अलमलिन पुगेको थियो भने भारतीय जनताले आज स्वतन्त्रता पाएको हुँदैन थियो। हेर्नुहोस्, उनीहरूले साम्राज्यवादी शक्तिको त्यो षड्यन्त्र बुझेर साझा शत्रुको विरुद्धमा एउटा वज्र बनेर त्यो लडाईँ लडेको कारणले आज भारतीय जनताहरूले आफ्नो मुलुकमा स्वतन्त्रता पाएका छन्। यसैगरी नेपालमा पनि साम्राज्यवादी शक्तिको सत्ता डगमगाइसकेको छ। आज त्यो सत्ता डगमगाएको कारणले गर्दाखेरि आज समाजमा नक्कली कोइली र नक्कली मयूरहरू छ्यापछ्याप्ती नाच्दै हिँडिराखेका छन्, छ्यापछ्याप्ती गाउँदै हिँडिराखेका छन्। यति बेला तपाईँ हामी झुकिएर नक्कली कोइलीको गीतको भाकामा स्वर मिलाउन थाल्यौं भने, नक्कली मयूरको नाचमा चाल मिलाउन थाल्यौं भने हेर्नुहोस् तपाईँ हामी फेरि दासै भएर बस्नुपर्छ। हामी स्वतन्त्रता पाउनको निमित्त, मुक्ति पाउनको निमित्त अब हामीले के गर्नुपर्छ? एउटा वज्र जस्तो शक्ति बनेर मंगोल नेशनल अर्गनाइजेसनलाई अब तपाईँ हामीले साथ दिनुपर्छ, तब मात्रै हाम्रो मुक्ति सम्भव छ। होइन भने हाम्रो पुर्खाहरूले जुन रीतिथिति बेहोर्नु परेको थियो त्यो तपाईँ हामीले बेहोर्न बाध्य हुनुपर्नेछ। यसकारणले गर्दाखेरि यस संगठनका संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल कुञ्जुले सधैँभरि बताउनुहुन्थ्यो र एकचोटि नोटिस नै गरेर कार्यकर्ताहरूलाई निर्देशन गराउनु भएको थियो कि हामी नेपालको वृहत नेपाली नागरिकहरूलाई स्वतन्त्र बनाउने र मुक्ति दिने झण्डा चाहिँ यो खुकुरी ताराङ्की झण्डा हो। यसलाई तपाईँ हामीले श्रद्धा गर्नुपर्छ, यसलाई तपाईँ हामीले सम्मान व्यक्त गर्नुपर्छ, यसलाई तपाईँ हामीले सल्युट गर्न सक्नुपर्छ। यो झण्डाको मर्मले मात्रै, यो झण्डाको महत्त्वले मात्रै वृहत नेपाली नागरिकलाई अधिकार सम्पन्न बनाउन सक्छ यो मुलुकमा। महामानव डाक्टर गोपाल गुरुङज्यू सिकिस्त बिमारी परिसक्नु भए पछाडि ललितपुरको बागवनमा हुनुहुन्थ्यो। उहाँको इमानदार अग्रज कार्यकर्ताहरू झापा इलाममा मात्रै हुनुहुन्थ्यो। त त्यति बेला महामानव डाक्टर गोपाल गुरुङज्यूले संगठनको अग्रज आदरणीय व्यक्तित्वहरू, विशेष गरी संगठनका वर्तमान श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूलाई फोन गरेर महामानव डाक्टर गोपाल गुरुङज्यूले बताउनु भएको थियो कि मेरो कुराहरू, मेरो फ्याक्ट कुराहरू भाइहरूकोमा पुगेको रहेछ। कुरा त पुगेको छ तर त्यो सेन्सर भएर पुगिराखेको छ। म बिमारी भएँ, गाडीबाट झापा आउन सक्दिनँ भाइयो। यस कारणले गर्दाखेरि मेरो फ्याक्ट कुरा भाइहरूलाई मैले बताउनु पर्ने बेला आएको छ। यसको निमित्त भाइहरूले मलाई अब चाहिँ प्लेनबाट काठमाडौँबाट झापा आउने टिकटको चाहिँ व्यवस्था गर्नु पर्यो भाइहरूले भनेर निर्देशन भइसकेपछि संगठनका वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यू लगायत अग्रज संगठनका नेतृत्व पङ्क्तिहरूले टिकटको व्यवस्था गरिसकेर महामानव डाक्टर गोपाल गुरुङज्यूलाई झापा बोलाउनु भए पछाडि उहाँ काठमाडौँबाट झापाको चन्द्रगढी एयरपोर्टमा प्रस्थान गर्नुभएको थियो। त्यति बेला संगठनका वर्तमान श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यू सँगसँगै उहाँको नेतृत्वमा झापामा रहनुभएका संगठनका अग्रज नेता कार्यकर्ताहरू महामानव डाक्टर गोपाल गुरुङज्यूलाई लिनको निमित्त झापाको चन्द्रगढी विमानस्थलमा
गाडीमा संगठनको झण्डा हालेर जानुभएको थियो। त्यहाँनिर महामना डाक्टर गोपाल गुरुङ प्लेनबाट झरेर बाहिर निस्किँदै गर्ने क्रममा परैबाट जय मङ्गलको स्यालुट गर्दै महामना डाक्टर गोपाल गुरुङ बाहिरिँदै गरेको दृश्य देख्नु भए पछाडि संगठनका वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यूहरूले खुसी हुँदै हामीले साह्रै राम्रो काम गरेछौँ, स्याबासी पाउने काम गरेछौँ, त्यस कारणले दाइले भित्रैबाट हामीलाई जय मङ्गल गर्दै आइराख्नु भएको छ भनेर श्रद्धेय प्रेसिडेन्टज्यूहरू खुसी भएर बसिराख्नु भएको थियो अरे बाहिर। तर महामना डाक्टर गोपाल गुरुङ बाहिर आइपुगेर उहाँले के भन्नुभयो, मैले भाइहरूलाई जय मङ्गल गरेको होइन, मैले त यो खुकुरी तारा अङ्कित झण्डालाई जय मङ्गल गरेको हो भनेर महामना डाक्टर गोपाल गुरुङले त्यसरी नोटिस गर्नुभएको थियो। र उहाँले पछि के भन्नुभयो, अब यो देश नेपालको वृहत नेपाली नागरिकहरूलाई यही देशमा समानता, स्वतन्त्रता र भातृत्वको व्यवस्था मार्फत वृहत नेपाली नागरिकहरू, यो मुलुकमा रहेका सबै नागरिकहरूलाई समतामूलक समाजमा बाँच्न सक्ने, स्वतन्त्रतापूर्वक बाँच्न सक्ने, मुक्ति गराउन सक्ने एउटै मात्रै झण्डा चाहिँ खुकुरी तारा अङ्कित झण्डा हो। यस कारणले यसलाई हामीले सम्मान र श्रद्धा प्रकट गर्न बिर्सिनु हुँदैन भनेर महामना डाक्टर गोपाल गुरुङले त्यसरी नोटिस गराएर आउनु भएको थियो। यस कारणले गर्दाखेरि म तपाईहरूलाई यो संगठनको ऐतिहासिक 37औं स्थापना दिवसको अवसरमा तपाईहरुको माझ विशेष गरी यही सन्देश कि यो संगठनले अघिले पनि कुरा आइहाल्यो कि 18 वर्षको चरम संघर्षपूर्ण यात्रा, 18 वर्षको फेरि चरम संक्रमणकालीन अवस्था, यो दुवै पार गरेर 36 वसन्तहरू पार गर्दै 37औं वर्ष यानि कि यो विजय वर्षमा मङ्गोल नेशनल अर्गनाइजेसन प्रवेश गरेको छ। यस कारणले गर्दाखेरि यो ऐतिहासिक कार्यक्रममा आफ्नो भागीदारी दिनको निमित्त उपस्थित हुनुभएका तपाईं तमाम मङ्गोल योद्धा साथीहरूलाई हार्दिक आभार प्रकट गर्दै संगठनको ऐतिहासिक 37औं स्थापना दिवस तथा नववर्ष 2026 को विशेष शुभकामना, यहाँको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै म तपाईहरुबाट बिदा लिन चाहन्छु। हस्त जय मङ्गोल।